हेलो नमस्ते गुड मर्निङ सबैजनालाई सेवा हो। आज हामी चाहिँ ताप्लेजुङको वनभोज कार्यक्रम भएकोले जर्सिङ पौवा टावर डाँडामा चाहिँ छ। त्यसैले अहिले अब 7:30 हुन आँट्यो। हाम्रो गाडी चाहिँ 8 बजी आउँछ। अब हामी जान लागेको तयारी भइसकेको छौँ। हामी दुईजना है यहाँ सबैजनालाई पनि आफ्नो ठाउँबाट हिँड्नु लाग्नु होला। ओके ह्यापी पिकनिक डे। ह्यापी पिकनिक दिनभरिको के हुन्छ गतिविधि तपाईहरुलाई देखाउनेछु। पुरा भिडियो हेर्नु नबिर्सिनु होला। नमस्ते। नमस्ते गुड मर्निङ गुड मर्निङ। ताप्लेजुङको पिकनिक हिँड्नु भएको? आज हामी ताप्लेजुङको वनभोज जाँदैछौँ। म त आर्तिगन पुगिसकेँ। हेलो, अब हामी चाहिँ ताप्लेजुङको वनभोज कार्यक्रममा जानलाई सबैजना यहाँ गाडी कुरिराखेका छौँ। साथीभाइहरू सबै गोदावरीबाट आइसकेको छ। गाडी आउँदैछ अरे। ल एकछिन हामी कुर्दैछौँ। ताप्लेजुङको वनभोजमा हिँडेको गाडीमा सिट पाइएन, प्याक भएकोले जाँदैछौँ। आज ताप्लेजुङ वनभोजमा आएको जर्सिङ पौवा टाढा रहेछ। चिसो सुईको चढेको छ। ज्याकेट चाहिँ मैले त ल्यायो। वेलकम छै। पिकनिक स्पटमा आइपुग्यौँ। पिकनिक स्पटमा आइपुग्यौँ। अहिले चाहिँ हामी यहाँ हाम्रो पिकनिक स्पटको चाहिँ आजको यहाँ खाजा खाना घर चाहिँ यहाँ तल रहेछ। यतापट्टि तल यता फोकस गर्छु म। यहाँनिर खाजा खाने ठाउँ रहेछ। किचन पेसाब यहाँ चाहिँ विभिन्न स्टलहरू बसेको छ। जलपानको सानो कोल्ड ड्रिङ्कहरूको चाहिँ स्टेजको पछाडि हो। ल यहाँ चाहिँ खाजा खाने ठाउँ आइपुग्यो। ब्लग सुरु भयो। यहाँ खाजाको एउटा लिनु त। टुप्पा मात्रै च्यात्छ है अहिले चाहिँ। उनीहरूले च्यात्छ। के छन् हौ खाजाहरू राम्रो मलाई। 1 2 3 4 5 आइटम रहेछ। ल अहिले चाहिँ ब्रेकफास्ट ताप्लेजुङ वनभोज कार्यक्रमको अहिले चाहिँ खाजा खाने समय भएको छ। बिहानको 10:30 भयो। अब यहाँ धेरैजना चाहिँ पाहुनाहरू देख्नु भएको छ। यहाँ हाम्रो बहिनीहरू खाँदै हुनुहुन्छ। यता पनि धेरैजना माथि डाँडा काँडामा छ। यता पनि खाजा खाँदै
आएको छैन माघदेखि पर्छ ताप्लेजुङको वनभोजमा खाजा खाइसक्नुभएछ। यता भाइहरू दुईजनाले खाँदै हुनुहुन्छ। अलिक मौसम चाहिँ चिसो ठाउँ रहेछ होइन यतातिर। कहाँ जाने हो दिदीबहिनीहरू? उकालो पो लाग्नु भयो त। उकालो पनि ठाडै उकालो छ। फुकाल्ने बेला मिठा मिठा गीतहरू बज्दैछन्। ताप्लेजुङवासी बीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो वनभोज कार्यक्रमको माहौल बिस्तारै तातिरहेको छ। अब हामी
केही क्षण पछाडि हामी औपचारिक कार्यक्रमतिर जानेछौँ। हाम्रो औपचारिक कार्यक्रम असाध्यै छोटो छ। आज मनोरञ्जनात्मक कार्यक्रमहरू बढी छन्, सांस्कृतिक साङ्गीतिक कार्यक्रमहरू बढी छन्, भेटघाट छु। ताप्लेजुङ सरकार केन्द्रद्वारा प्रकाशित पुस्तक ताप्लेजुङ, गत साल प्रकाशित भएको पुस्तक ताप्लेजुङ, यो लगभग 700 पेजको ताप्लेजुङको सम्पूर्ण कुरा समेटिएको। परदेशबाट फर्किआयो आफ्नै प्यारो माटो सम्झेर। लहाई अब ज्याकेट खोल्नु पर्यो। ठिक छ ठिक छ ठिक छ। हेलो सरहरू कता हो? गाह्रो छ बाटो। ल है जर्सिङ बाबा पिकनिकमा यहाँ ब्रेकफास्ट कार्यक्रम हुँदैछ। कस्तो बारी राम्रो रहेछ। मेलम्ची पर्दो रहेछ यतापट्टि। गाउँहरू देख्नु भएको छ, रमाइलो छ। अब मोटामोटी ब्रेकफास्ट सकिए जस्तो छ हाम्रो यो मेसमा। अब चाहिँ लन्चको तयारी गरेको छ यहाँ सेटिङमा। अनि कति बजी लन्च हुन्छ म यहाँभित्र एकचोटि किचनमा गएर बुझ्ने कोसिस गर्छु। यहाँ है ल त्यो ताप्लेजुङ वनभोज कार्यक्रमको बिहानको खानाको लागि यहाँ सेट गरिएको हाम्रो मेस हल। ब्रेकफास्टको अन्डाको लागि हाम्रो वनभोजको मेस हल चाहिँ यता किचन आराममा चलिरहेको छ। उता आलु फ्राई, उता मासु पाकिरहेको छ। देखि तल यता गाउँ देखेको छ मेलम्ची। ल है रमाइलो कुखुराको मासु बन्दैछ। माछाहरू हाम्रो कुन क्याटरिङ हो दाइ? क्याटरिङ कुन हो हाम्रो? बौद्धबाट
करिबन 4000 जनाको खानाभित्र बन्दैछ। यहाँ खानाको तयारी भइरहेको छ र अहिले चाहिँ माथि प्रोग्राम भइरहेको हुनाले यहाँ सुनसान छ, खाना तयारी हुँदैछ। ब्रेकफास्ट अब सकियो। अनि आज लिएर गएको गर्मी भइसक्यो। लाई सरहरू कुन ठाउँबाट आउनु होला? ताप्लेजुङको चाँगेबाट हो? ए ल जे भन्नु कस्तो लाग्यो त यो ठाउँ? रमाइलो। साथीहरू आज हामी जर्सिङ पवा भन्ने ठाउँमा ताप्लेजुङको वनभोज कार्यक्रममा आएको। यहाँ हाम्रो सेन्ट जोस कलेज टिम यहाँ भेला भएको छौँ। कस्तो लाग्यो? लाइभै हो यो होइन भिडियो गरेर। उहाँहरूको नाम धन्यवाद। यसपछि स्याब्रुङ नृत्यको लागि म साथीहरूलाई आग्रह गर्दछु। कलाकारहरू हुनुहुन्छ हिसे ढोक्प्या, याङला शेर्पा, फुट्टिला शेर्पा, फुपुचुङदा शेर्पा, फुपुचुङदा ढोक्प्या, छिरिङ ढोक्प्या। भाइ ताप्लेजुङको एउटा पहिचान पनि हो। ताप्लेजुङको हिमाली क्षेत्रमा
सम्पूर्ण आदरणीय व्यक्तित्व कुनै बहुला भेट भयो बगर धन्यवाद। यहाँहरूको रमाइलो जारी नै रहनेछ। म एउटा जानकारी यहाँलाई गराउन चाहन्छु। अब मौसम चिसो हुँदै गइरहेको छ। खानाको स्टलहरू खुलिसकेको छ। सकभर यहाँहरू अब खानामा सहभागी भइदिनु होला। र आज 4:30 देखि 5 बिचमा गाडीहरू हाम्रा छुट्नेछन्। 4:30 देखि 5 बिचमा आफ्नो गाडीमा सबै बसिसक्नु होला, कोही नछुट्नु होला। 5 बजीभन्दा पछाडि गाडी छुट्न गएमा त्यसको जिम्मेवारी यहाँ आफै रहनु पर्नेछ। खाना मैले अघि पनि भनिहालेँ, खाना खुलिसकेको छ। सबै खानामा सहभागी हुनु होला। त्यसपछि हाम्रो नाच्ने, गाउने, रमाइलो गर्ने प्रक्रिया भारी बोकेर उकालो हिँडेको यो यहाँ ओह्रालो हेर्नु त तल खाजा घर अब हिँड्यो उकालो
सबै दाजुभाइ दिदीबहिनीहरू सहभागिताका लागि म हार्दिक अनुरोध गर्दछु। अघि जानु मिल्दैन यो बाचुन्जेला गरौँ रमाइलो बाचुन्जेलै गरौँ नाच्नु न अलि उता गएर नाच्नु न नाच्नु रमाउने तरिका त यो पो त यस्तै त हो नि रमाउने हो यस गुड गुड ल तपाईँ अरू खिच्नुहोस् अब
अरू खिच्नु छ अब थ्याङ्क यू कुनै बहुला भेट भयो बगर मात्र नात्र
सेवारो लुगा प्लास्टिक छ त प्याक गरिदिनु ग्रुप सबैलाई के छ लुगा यहाँ सिटनहरू याङमेन छ यहाँदेखि तल चाहिँ मेसल खुलेको छ अहिले यता चाहिँ एकदम तल खानाको मेसल यहाँ छ यता चाहिँ खाजा पानी नास्ताहरू छ ताप्लेजुङ सहर है साथी अब चाहिँ यो म पनि खाना खानु उदो झऱ्यो बाटो यस्तो छ यति डेन्जर छ कि यहाँ लड्यो भने अलिअलि भएको त्यो बोसहरू पनि सबै पक्रिन्छ हेर्नुहोस् यहाँ बाटो कस्तो गाह्रो छ ऊ पारिपट्टि सबैजना गरिराख्नु भएको छ अहिले चाहिँ खाना खानु यहाँ सबैजना धमाधम छन् ल हेर्नुहोस् बाटो यस्तो छ ल ताप्लेजुङको वनभोजमा चाहिँ यहाँनिर यतातिर धान नाच भइरहेछ हाम्रो जिल्लावासीहरू कोही खाँदै हुनुहुन्छ कोही मेरो पनि एउटा टोली चाहिँ खाना खाँदैछ भने सुनेको छु कतातिर हो खोज्दै हिँडेको ताप्लेजुङ वनभोजको चाहिँ यहाँ खानापिना मेस खुलिसकेको छ खाना खाइसक्नुभयो बा आजको लन्च यहाँ तयार भइसकेको रहेछ के छ आइटम चिकन फ्राई माछा फ्राई रहेछ अचारदेखि लिएर माछा चिकन आज बङ्गुर छैन क्या हो मेरो साथीभाइहरू खोज्दै हिँडेको यहाँ रहेछ खोज्दै हिँडेको त यहाँ पो भेटायो त नि रमाइलो रहेछ नि होइन मेरो टोलीलाई खोज्दै हिँडेको कहाँ खोज्यौँ आकाश पताल सबै खोजे कहीँ भेटेन बल्ल भेट भयो अरे यहाँ भात खानु नि खाने अब भात नखाने आज लन्च खाने हो ओहो यता फेरि सबैजना यता
म चाहिँ कहाँ कहाँ खोजेँ सबैजनालाई दामी सेवारो सेवारो लासो लासो हजुर पानी आफै जानु हुन्छ हो बिस्तारै ल बिस्तारै है लडी जान्छ अनि फेरि वारी जमुना पारी जमुना ओ फेदैमा सबै भेटुना सबै भेटुना हो ल तपाईँहरू बिस्तारै लिनु होला म पनि खाना खाए जस्तो गर्छु है टोकन दिनुभयो दाइले होइन ल दाइ टोकन बुझाउनुहोस् हाम्रो दाइले टोकन निकाल्दै हुनुहुन्छ टोकन बुझाएपछि यहाँ चाहिँ फाक्सा अर्थात् पर्क है टोकन यहाँ छ टोकन यहाँ छ हाम्रो दाइको चाहिँ खानामा यो देखाएर मात्रै खाना कुपन दिदी लिनुहोस् है ल दाइ खाना लिनुहोस् दाल होइन अब पुलाउ सब्जीहरू होइन फाक्सा खानाहरू सर देखाउँछु म है यहाँ ल आउनु ल सुँगुर यता छ है सुँगुर यता छ होला सुँगुर यो चाहिँ सुँगुर रहेछ है ल यहाँ चाहिँ पर्क है फाक्सा सुँगुर हेर्नुहोस् ल दाइले हाल्नुभयो खाने खालको रहेछ यो हो सिडन त्यही त अघि नै रक्सीसँग पाए चाहिँ जान्थ्यो होइन यता बोकेर आइएन फेरि माथि नै झोला सोला ल खाना मिठो होला जस्तो छ ल हेरिदिनु होला कन्टिन्यू भिडियो हेरिदिनु होला है खाने है Bye.
पनि भएकोले बसहरू छुट्न लागेको छ। हामी जर्सिङ पौवा काठमाडौँबाट हामी चाहिँ बसहरूमा अब गाडी चढेर फर्कनेछौँ। यता एउटा माहौल नाचिरहेको छ, तर म त बसमा धेरैजना जमगन परे भएकोले म बसतिर अघि बढ्दैछु। बस यहाँ हराइराखेको थियो, खोज्दै जाँदा यहाँ भेटाएँ। ए यो हो सीता पाइलाको। ल ल ल ल धन्यवाद। ए ल ल ल गाह्रो छ हौ गाडी खोज्नु पनि। के गोदावरीको गाडी खोज्दैछु म। गोदावरी जाने मनोकामना भन्ने गाडी थियो, यहाँ हेर्दैछु हराइरहेको छ। गोदावरी कताको गाडीलाई बाटै छेकेर यहाँनिर गाडी खोइ हेर्दैछु। यहाँ मनोकामना भन्ने अगाडि गएर हेर्छु म। कहाँ छिर्यो त? गाडी खोज्दा 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 यहाँ बिचमा ल्याएर राखेको थियो यहाँनिर। झन्नै गाडीले छोडेर गएको है। मेरो मनोकामना गाडी चाहिँ यहाँ भेट्टाइयो। अब चाँडै नै हामी घर फर्कँदैछौँ। यो है गोदावरीको रुटको। गाडी खोज्दा खोज्दा हैरान भयो नि त नि। आजको वनभोज सबै सकेर अब चाहिँ हामी फर्किन लागेका छौँ। सबैजना गाडी चढिरहनु भएको छ। मेरो छोराको टिकटै हो नि त। गरी नाचेर अहिले त